हम मैले सुनेको थिएँ यहाँ अपडेट आहा भनेर हेरौँ अब हो कि नै भए पार त हरिप हुन्छ होला गाइस मैले जोइन गर्दिछु ओए आवाजलाई सानो गराउनु पर्छ तर्साइदियो मलाई यहाँ अपडेट आहा भनेर सुनेको थिएँ स्पिनमा त ड्रागन आहा त्यो त थाहै छ हेरौँ अबे के हो ए कहाँ अड्के जामै गाइज हेरौँ अबे यो हट एन्ड कोल्डमा किन हुन्छ यार सरी ए एउटा चिज त भन्नै बिर्सेँ गाइज मैले बुद्ध खाऊ भनेर पहिलाको भिडियोमा पोटल खाथे अहिले बुद्ध खाऊ र अनि एउटा स्पेशल चीज पनि हो गाइज मैले घोल मास्क पनि लिएको छु गाइज हेर्न सक्नुहुन्छ ओए अर्कै देख्यो मलाई तर के भन अपडेट त यो दुईटा रिङ नि लिएको गाइज यो ओराले के हो हल्का हल्का राम्रो राम्रो नि देख्यो यति मात्र गाइज मेरो प्रोफाइलमा त्यस्तो खासै नि केही छैन यस्तै अच्छा गाइज जाम अब ढिलो नगरिकन ए हट एन्ड कोल्डमा चाहिँ होम पनि राखेँ अब हिँडेरै जानुपर्छ तर केही छैन मैले बुद्ध खाऊ जाम एकछिनमा केही बोल्दैन पानी खा पानी पनि क्या गाइस त मेरो बुवा हो अलिक आवाज ठुलो गर्छ कम टु रेड एनीवन म छु मी देख्दै गाइस मैले यहाँ पनि लेख्दिन्छु जस नेपाली सर्भर लेख्छु हो कि नै थाहा छैन ए सर्भर स्प्रिङ के हुन्छ गाइस मलाई कमेन्ट गरिदिनुहोस् है म यहीँबाट हेर्छु ल भयो लगे जाम गाइस झगडा चल्यो गाइस झगडा म अर्को भिडियोमा भन्छु त्यो मैले पाएको रिङ कसरी मिल्छ भनेर अहिलेलाई त यो ठिक छ पहिला स्पिन हान्न जाम के मिल्छ अब यही क्याफेमै रेड हान्न पर्ला बिफोर मी रेड मी टू यतिकै लेखिदिन्छु हावामा अब पैसा मिले अबे ओहो म लेख्छु त्यहाँ त बिछाएर बस त्यहाँ मैला हुन्छ त्यो देखेछ कताको ए के बस्न कि भने यहाँ त
गाइस हेर्नुस् मलाई यहाँ रिङ मिलिसक्यो अब यो कसरी मिलेको म पहिले भन्छु जाऊ गाइस एकछिन भात खाएर फेरि एउटाहरू खानु नै कस्तो गाह्रो भयो यार कता आऊ मन भुक्यो अबे केटा मलाई नि रुकाउनु यार यो त गाइस म पछि भन्छु तपाईँको भनेर एकछिन यहाँ लगाइस् त्यहाँ केटाहरूले हरि डिस्टर्ब गरिरहेको छैन यार गोल्सले के भन्छन् यार त्यही भएर सेकेन्ड स्याहार्दै गइस् म भात खाँदै एकछिनमा आउँछु ल गाइस रोल गरौँ के मिल्छ मिठिकल चाहिँ नसुन मिठिकल त टाइएको कुरा यार गाइस पक तपाईँ रोक्नु गाचा तपाईँ रोक एकछिन पछि यो भिडियो अफ हुन त्यसपछि भन्छु क्या तपाईँ रोक ल गाइस भिडियोलाई यहीँ एन्ड गरिदिउँ अब म नि भात खान ध्यान दिनु पऱ्यो अघिदेखि खाइरहेको यार भात अब एकछिन पछि अर्को भिडियोमा भन्छु कि म रिङ कसरी कलेक्ट गरेको थिएँ र कसरी कलेक्ट गर्ने हो भनेर बाई बाई